हेलो 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 साथी ल है म चाहिँ आज यो भोगटे टिप्न गइरहेको छु कि हाम्रो यो गार्डनको भोगटे सबै टिपै अर्को फलिसक्यो भन्छ मेरो साउनीले बिहान। अर्को फलिसक्यो हेर्नुहोस् न अर्को फलिसक्यो अनि यो चाहिँ टिप्नु पर्यो। हेर्नु त भोगटे यहाँ यत्रो भोगटे चट्ट टिपेर यहाँ लाउँदैछु। टिप्नु पर्छ सबै भोगटे बिचरा बिजोक भयो बिजोक। हेर्नुहोस् हेर्नुहोस् साथी यी सयप्रसको भोगटे हेर्नुहोस् मेरो गार्डनमा भोगटे आयो। एउटा खसेर झन्नै मेरो खुट्टामा लाग्यो। भोगटे आयो ए कम त छैन त्यसका बाजे। अब अन्तिम मेरो भोगटे सुन्तलाहरू जुनाहरू सक्यो चट्ट लाएर अब यसरी टिप्नुपर्छ साथी हो। हेर्नुहोस् आम्मामामामामामामामा साइप्रसको मेरो घुरानमा भोगटे टिप्दैछु। अन्त मिठो छ कि फेरि मिठो पनि। त्यसका बाजे सुन्तला बगान हेर्नुहोस् है। सुन्तला बगान भोगटे बगान कागती के अरे बगान। अब आरू फुलिरहेछ आरू के गर्ने। हेर्नुहोस् एकैछिनमा यत्रो टिप्यो भोगटेको थाक भोगटे टिप्दैछु साथी हो। अरू चाहिँ फलिसक्यो हेर्नु न यस्तो बाक्लो फल्छ कि फलिसक्यो। यो फलिसकेको भएर म चाहिँ आज भोगटे सबै टिप्न गइरहेको छु है। गाइचो हेर्नुहोस् है मेरो भोगटे गाइचो के गर्नु। हेर्नुहोस् है मेरो भोगटे गाइचो। साइप्रसको काम यस्तै छ के गर्नु। भोगटे टिप्यो सुन्तला टिप्यो आम्बा टिप्यो। अब वैशाखदेखि फेरि आरू खानु पाइन्छ। आरू वैशाख जेठ असारमा आरू बगरा खान थालिन्छ। साइप्रसको बगान यस्तो छ हाम्रो मेरो माइती घरको घुरान जस्तै। हेर्नुहोस् है साथी भोगटे आयो भोगटे आयो भन्दा अब हिँड्नु पऱ्यो है साथीहरू। ल हेर्नुहोस् है भोगटे टिपेको मेरो भिडियो पनि हेर्नुहोस् है। क्या बोजूले के देखाउँछ नभन्नुहोस् है। ल सबैलाई त्यसो भन्दै मेरो भोगटे हेरेको मेरो भोगटेको भिडियो पनि हेरिदिनु होला माया गरिदिनु होला सबैले गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु। तपाईँहरूकै बोजू म मनिषा र हिम्ती।